नमस्कार दर्शकवृन्द, सर्च अफ ट्रुथको यस प्रस्तुतिमा तपाईलाई स्वागत छ। आज हामी सदाभन्दा अलिक भिन्न विषयमा आधारित भएर यो प्रस्तुति लिएर आएका छौँ र आजको प्रस्तुतिको विशेष विषय रहेको छ सन्त रामपालजी महाराजजीलाई अनुयायीहरूद्वारा भगवानको दर्जा दिइदैछ, भगवान भनेर सम्बोधित गरिदैछ। कुनै पनि अनुयायीले आफ्नो गुरुदेवलाई भगवानको सम्बोधन दिनु कुनै नौलो कुरो त होइन, तर यो नौलो कुरो होइन भन्दै गर्दाखेरि केही पक्षधर, केही आम जगतका व्यक्तिहरू, कुनै संस्था, कुनै मिडियाकर्मी साथीहरू भनौँ, जगतका केही व्यक्तिहरू मार्फत कुनै एउटा व्यक्ति वा सन्तलाई भगवानको दर्जा दिनु उचित होइन भन्ने किसिमका आवाजहरू पनि हामी सुनिरहेका छौँ। एक पक्ष आफ्नो अनुयायीहरू जसले आफ्नो गुरुदेवलाई सर्वोच्च भगवान पूर्ण परमात्मा भनेर सम्बोधन गर्दै गर्दा अर्कोतर्फतिर केही पक्षहरूले यो कुरोलाई अस्वीकार गर्दै गरेको पनि हामी देख्न सक्छौँ। त्यसैले आम जगतको यो कौतूहलता मेटाउने उद्देश्यले हामीले प्रत्यक्ष अनुयायीहरू मार्फत गएर नै उहाँहरू मार्फत यो प्रश्नको जवाफ लिएर जस्ताको तस्तै तपाईहरू समक्ष प्रस्तुत गर्ने सानो प्रयास गर्दैछौँ। र प्रश्न थियो, सन्त रामपालजी महाराजजीलाई तपाईहरू भगवानको दर्जा दिँदै हुनुहुन्छ, भगवान सम्बोधित गर्दै हुनुहुन्छ, यसको कारण के होला? कि वास्तवमै सन्त रामपालजी महाराजजी भगवान हुन् त? के छन् आधार भन्ने प्रश्नमा अनुयायीहरूको जवाफ यस्तो छ। अनुयायीहरू भन्दछन् कुनै आध्यात्मिक मार्गमा आफ्नो गुरुदेवलाई भगवानको सम्बोधन गर्नु, भगवानको दर्जा दिनु एक स्वाभाविक एउटा सामान्य विषय हो, त्यसमा कुनै आपत्ति जनाउनु त्यति ठुलो विषय होइन। यस्तो भन्दै गर्दा तपाईको आम जगतले त यी कुरालाई स्वीकारेनन् नि त भन्ने प्रश्नमा उहाँहरू भन्दछन् सन्त रामपालजी महाराजजी वर्तमान समयमा जेलमा हुनुहुन्छ, यो कुरो अवगत नै छ र करिब 10 वर्षभन्दा बढी जेलमा बितेरहेका सन्तलाई एउटा भगवानको दर्जा दिँदाखेरि आम जगतमा प्रश्न उठ्नु स्वाभाविक हो। यसै क्रममा हामीले त्यत्तिकै उहाँलाई भगवानको दर्जा दिएका होइनौँ। आध्यात्मिक मार्गमा गुरुलाई भगवान तुल्य मान्नै पर्छ, यो अध्यात्मको नियम हो भन्ने कुरो पनि उहाँले भन्नुभयो। र कुरो अध्यात्ममा गुरु मान्नु मात्र नभएर सन्त रामपालजी महाराजजीमा यी सम्पूर्ण गुणहरू, जुन भगवानमा हुनुपर्ने गुणहरू जस्ताको तस्तै उहाँमा देख्न पाइन्छ, तसर्थ हामी उहाँलाई भगवान सम्बोधन गर्दैछौँ। सन्त रामपालजी महाराजजी ती वेदमा वर्णित भगवानका गुणहरूले युक्त हुनुहुन्छ, तसर्थ हामी ती महापुरुषलाई भगवानको दर्जा दिँदैछौँ। यसमा गल्ती के छ? अनुयायीहरूको प्रतिक्रिया हो यो। र एउटा भनाइ रहेको छ, शास्त्रमा एउटा भनाइ रहेको छ, अन्धोलाई आँखा, कोडीलाई काया र निर्धनलाई माया, मर्न लागेकालाई जीवनदान र असाध्य रोगहरूको निवारण गर्ने क्षमता पूर्ण परमात्मा यानि भगवानमा छ। त्यो गुण सन्त रामपालजी महाराजजीमा देख्न पाइएकोले, प्रत्यक्ष लाभ हामीले लिइरहेकोले हामी उहाँलाई भगवान सम्बोधन गरिरहेका छौँ, भगवानको दर्जा दिइरहेका छौँ। यसमा कुनै गल्ती के हो? उहाँहरूको प्रतिक्रिया थियो। र वर्तमान समयमा विभिन्न माध्यम मार्फत तपाईहरू देख्न सक्नुहुन्छ, हामी सर्च अफ ट्रुथको टिमले पनि सन्त रामपालजी महाराजजीका विभिन्न समाज सुधारका कार्यहरूलाई हजुरहरू सामु राख्दै आइरहेका छौँ। यसै विषयलाई आधार मान्दै उहाँका अनुयायीहरूले बताइरहेका छन् सन्त रामपालजी महाराजजी एकमात्र त्यस्तो सन्त हुनुहुन्छ वर्तमान समयमा जसले आध्यात्मिक ज्ञान मात्र नभएर समाजमा रहेका विभिन्न विकृति, विसङ्गतिहरूलाई जरैबाट निर्मलीकरण गर्नुभएको छ। उहाँले अनेकौं बिछडिएका परिवारलाई एक बनाउनु भएको छ केवल आफ्नो आध्यात्मिक ज्ञान र समाधानले। र सन्त रामपालजी महाराजजीले नशा मुक्त अभियान चलाउनु भएको छ, जुन अनुयायीहरू उहाँको ज्ञान बुझे पश्चात र उहाँको दीक्षा ग्रहण गरे पश्चात अनेकौं नशाहरूबाट मुक्त भएर एक स्वच्छ आध्यात्मिक जीवन जिइरहेका छन्। त्यस्ता महान सन्तलाई भगवानको दर्जा दिनु गल्ती थियो, यो अनुयायीहरूको प्रतिक्रिया हो। र वर्तमान समयमा नशा मुक्त मात्रै नभएर समाजमा एक जडाको रूपमा गाडिएर रहेको समस्या छ विश्वव्यापी रूपमै दाइजो प्रथा।
यो कुप्रथालाई सरकारको विभिन्न स्तरबाट यसलाई हटाउने प्रयास गरिदा पनि राम्रो प्रभावकारी किसिमले हट्न सकेको छैन। अझै पनि यी दाइजो प्रथाका कारण हाम्रा चेलीबेटीहरूले ज्यान गुमाउनु परेको छ, दण्ड अवहेलन सहनु परेको छ। यस्तो किसिमको समाजको कुरीतिलाई जडैबाट निर्मूलीकरण गर्ने ती महान सन्तलाई भगवानको दर्जा दिनु गल्ती हो, अन्यहरूको यो प्रतिक्रिया हो। र सन्त रामपालजी महाराजजीले बिछडिएका परिवार जोड्नुभयो, आध्यात्मिक ज्ञान र तत्त्वज्ञानले नयाँ जिउने मार्ग देखाउनुभयो। जो जेलमा रहेर पनि अनेकौं अन्यायहरूको कष्ट निवारण गर्दै हुनुहुन्छ, जुन भगवानमा हुने गुणले युक्त हुनुहुन्छ, ती महान सन्तलाई भगवानको दर्जा दिनु गल्ती हो, अन्यायहरूको यो पनि प्रतिक्रिया वा जवाफ थियो। र वर्तमान समयमा सन्त रामपालजी महाराजजीले विभिन्न माध्यम मार्फत आफू जेलमा हुँदाहुँदै पनि एउटा महाअभियान चलाउनु भएको छ, अन्नपूर्ण मुहिम, अन्नपूर्ण अभियान, जस अन्तर्गत एकदमै गरिब परिवार, निमुखा परिवार, जो घाँसबास कपासको पहुँचबाट पनि वञ्चित छन्, त्यस्ता निमुखा परिवारलाई आजीवन रेखदेख, शिक्षा, कपडा, स्वास्थ्य लगायत आवासको पनि व्यवस्था गर्दै हुनुहुन्छ। एक होइन, दुई होइन, 100 होइन, सारा विश्वका मानवका लागि उहाँले यो आजीवन सेवा परमार्थको रूपमा समावेश गर्नुभएको छ, आफू जेलमा रहेर पनि। जसले ती उजाडिएका, ती बिछोडिएका, आँसुमा डुबेका ती दुखी परिवारहरूलाई नयाँ मुस्कान दिनुभएको छ, त्यस्ता महान सन्तलाई भगवानको दर्जा हामी दिन पछि हट्दैनौँ भन्दै हुनुहुन्छ। सन्त रामपालजी महाराजजीले यस अन्नपूर्ण मुहिमको माध्यम मार्फत भारत मात्र नभएर, नेपाल मात्र नभएर विश्वका विभिन्न कुना कुनासम्म यो अभियान पुर्याउने प्रतिबद्धता देखाउनु भएको छ। यो अभियान कुनै स्वार्थपूर्तिका निम्ति छैन। हामी उहाँको यस कार्य मार्फत पनि उहाँलाई भगवानको दर्जा दिँदैछौँ भनेर अन्यहरू बताउँदछन्। सन्त रामपालजी महाराजजीले चलाउनु भएको अन्नपूर्ण मुहिम, जुन कलियुगमा सतयुगको सुरुवात भन्ने एउटा नारासहित, रोटी, कपडा, शिक्षा और मकान हर गरीब को दे रहा कबीर भगवान भन्ने नारासहित प्रत्येक अन्तिम पंक्तिका अन्तिम व्यक्तिसम्म पनि यो राहत सामग्री आजीवन, जबसम्म त्यो घरमा गरी खाने, कुनै आफ्नो गुजारा चलाउन सक्ने क्षमता स्वयंमा विकास हुँदैन, तबसम्म आजीवन राहत सामग्री तथा घाँसबास, कपास र आवासको व्यवस्था लाखौं व्यक्तिहरूको सन्त रामपालजी महाराजजीले गर्दै हुनुहुन्छ, गरिसक्नु भएको छ र आउने भविष्यमा पनि निरन्तर गर्नुहुन्छ भन्ने आश्वासन र विश्वास अन्यायीहरूले दिएका छन्। र यसै आधारमा पनि सन्त रामपालजी महाराज आम जगतका लागि भगवान हुनुहुन्छ र भगवान तुल्य गुणले युक्त हुनुहुन्छ भन्ने जवाफ हामीले पाएका छौं। र वर्तमान समयमा हामीले देख्न पायौं, केही समय अगाडिको कुरो हो, भारतमा एउटा ठुलो बाढी आयो जसले थुप्रै गाउँहरू डुबानमा परे, अनेकौं किसानहरूको बाली नष्ट भयो, घर उजाड भयो, बस्ने ठाउँ थिएन, आउने घाँसबासको अवस्था पनि जीर्ण अवस्थामा पुग्यो र खेतीपाती नष्ट भएर गयो। सरकारमा प्रार्थना लगाए, सरकारसम्म पनि आवाज पुर्याइयो, कुनै संस्थासम्म पुर्याइयो, तर पर्याप्त राहत आउन सकेन र पर्याप्त सुनवाई हुन सकेन। कसैले आवाज नसुनेको अवस्थामा अन्तिम विकल्प ती किसानहरूले केवल सन्त रामपालजी महाराजजीलाई देखे। सन्त रामपालजी महाराजजीले उहाँहरूको पुकारलाई 24 घण्टा भित्रै ती जलमग्न स्थानहरूलाई जलबाट मुक्त बनाउनका निम्ति अनेकौं पाइप, मोटर सामग्रीहरू रातारात अन्यहरू मार्फत पुर्याएर उहाँको निर्देशनमा यी अभियानहरू अन्नपूर्ण मुहिमको माध्यमबाट भए। जुन किसानहरूको आवाज दबिरहेको थियो, ती किसानहरू हार गुहार गर्दै अनेकौं व्यक्तिहरूमा गए, तर कसैले सुनवाई गर्न नसकेको अवस्थामा सन्त रामपालजी महाराजजी
ती किसानहरूको मसीहा बनेर आउनुभयो। यस्ता महान सन्तलाई भगवानको दर्जा दिनु गल्ती थियो भन्ने प्रतिक्रिया अन्यहरूबाट हामीले प्राप्त गरेका छौँ। यी मात्रै यस्ता किसिमका थुप्रै अभियानहरू सन्त रामपालजी महाराजजीले चलाइरहनु भएको छ, जो आफू स्वयं जेलमा रहेर पनि। यस्तो अद्भुत अद्वितीय कार्य आजभन्दा कसैले इतिहासमा गरेको थिएन भन्ने दाबी पनि अन्यहरूले गरिरहेका छन्। तसर्थ हामी उहाँलाई भगवानको दर्जा दिन्छौँ भनेर अन्यहरू बताइरहेका छौँ। यसै सन्दर्भमा हामीले उहाँलाई एउटा प्रश्न पनि गरौँ, जुन आम व्यक्तिको मनमा पनि आउन सक्छ। हामीले प्रश्न गऱ्यौँ, एउटा समाज सुधारको कार्य कुनै न कुनै व्यक्तिले आफ्नो तर्फबाट विभिन्न माध्यमबाट गरिरहेकै हुन्छ र ती व्यक्तिहरूले पनि केही न केही आफ्नो स्तरबाट समाज सुधारका लागि केही प्रयासहरू गरिरहेका छन् र गर्दैछन्। त्यस्ता व्यक्तिहरूलाई हामीले भगवानको सम्बोधन नदिने, तर त्यही कुरो सन्त रामपालजी महाराजजीलाई चाहिँ भगवानको सम्बोधन किन भन्ने प्रश्नमा उहाँहरूको जवाब यस्तो छ। जुन स्तरबाट आज सन्त रामपालजी महाराजजीले मानव कल्याणका लागि, मानव पतनलाई पुनरुत्थान गर्नका लागि गर्दै हुन्छ, जुन स्तरको कार्य आज सन्त रामपालजी महाराजजीले प्रथम त यस इतिहासमा गर्नुभएको छ, त्यो कार्य कुनै व्यक्ति संस्थाबाट असम्भव छ र व्यक्ति संस्था त टाढाको कुरा, सरकारी स्तरबाट पनि असम्भव हुने विश्वास अन्यहरूले गरेका छन्। र यस्ता यो प्रश्नको जवाफ दिँदै उहाँले भन्नुभयो, केवल उहाँले गरेको समाज सुधार र गरिबहरूलाई राहत सामग्री वितरण मात्रैले उहाँलाई हामीले भगवान मानेका होइनौँ। अर्को महत्त्वपूर्ण कुरो छ जसले उहाँलाई भगवान सिद्ध स्वयं गर्दछ र त्यो रहेको छ उहाँले दिने आध्यात्मिक तत्त्वज्ञान, जुन शास्त्र अनुकूल छ, शास्त्रोक्त छ, जुन आजसम्म रहस्य बनेका हाम्रा धर्मगुरुहरूले हामी समक्ष पुर्याउन नसकेको अध्यात्मको गूढ रहस्य आज सन्त रामपालजी महाराजजीले विश्वव्यापी रूपमा एक अक्षर औँला राखी देखाएर जनता समक्ष यी शास्त्रका गूढ रहस्यलाई उजागर गर्नुभएको छ। जुन धर्मग्रन्थलाई हामी शिरोधार्य मान्दै आएका थियौँ, तिनै सद्ग्रन्थहरू गीता, वेद, पुराण, कुरान, बाइबल, गुरुग्रन्थ साहिब लगायत विश्वका जति पनि धर्मावलम्बीहरूका पवित्र शास्त्रहरू छन्, ती शास्त्रहरूले एकै परमात्मा, पूर्ण परमात्मा कबीर देवलाई सङ्केत गर्दछ भन्ने कुरो सन्त रामपालजी महाराजजीले यिनै धर्मग्रन्थहरूलाई आम जगत समक्ष छर्लङ्ग पारिदिनु भयो, प्रमाणित गरेर देखाउनुभयो। कबीर साहेब नै पूर्ण परमात्मा हुनुहुन्छ र मानव जीवनको मूल उद्देश्य केवल सांसारिक लाभ प्राप्त गर्नु मात्र होइन, जन्म र मृत्युको चक्रबाट सदा मुक्त हुनु, अर्थात् शास्त्रमा वर्णित सनातन परमधाम प्राप्त गर्नु, यानि मोक्ष प्राप्ति गर्नु हो भन्ने कुरो दृढताका साथ प्रमाणसहित प्रस्तुत गरिदिनु भयो, जुन आजसम्मका धर्मगुरुहरूले हामीलाई बताउन सकेका थिएनन्। केवल आफ्नो रोजीरोटी र आफ्नो महिमाका लागि आफ्नो आध्यात्मिक धन्दा चलाएर बसेको कुरा सन्त रामपालजी महाराजजीले आफ्नो ज्ञान, आफ्नो तत्त्वज्ञान मार्फत शास्त्रमै प्रमाणित गरिदिनु भयो। त्यस्ता महान सन्तलाई हामी भगवान नभनेर कसलाई भन्ने किसिमको प्रतिक्रिया अन्यहरूबाट आएको छ। सन्त रामपालजी महाराजजीले शास्त्रमा वर्णित सम्पूर्ण विधि आम जगतलाई पस्केर दिनुभएको छ, जुन सद्भक्ति मर्यादामा रहेर गर्नाले अनेकौं व्यक्तिहरूको नशाको लत छुटेको छ, अनेकौं कष्ट निवारण भएको छ, अनेकौं समस्या हल भएको छ, मर्न लागेका व्यक्तिहरूले नयाँ जीवनदान पाएका छन्, असाध्य रोग डाक्टरले बिदा गरेका बिरामीहरू सन्त रामपालजी महाराजजीको सद्भक्तिमा लागेर जीवित भएका छन्, उहाँहरूको समस्या समाधान भएको छ, रोग निर्मूलीकरण भएको छ। त्यस्ता भगवानको गुणले युक्त सन्तलाई भगवानको दर्जा दिनु, भगवानको उपमा दिनु, भगवान भनेर सम्बोधित गर्नु गल्ती हो र भन्ने किसिमको प्रतिक्रिया पनि अन्यहरूबाट आएको छ। र यी महत्त्वपूर्ण कुराहरू सन्त रामपालजी महाराजजीले आम समाजका लागि दिनुभएको छ, जुन भगवानमा हुनुपर्ने गुण र भगवानमा हुने गुणले युक्त सन्तलाई भगवानको दर्जा दिन
हामी पछि हट्दैनौँ भन्ने प्रतिबद्धता पनि अनुयायीहरूले दिएका छन्। सन्त रामपालजी महाराजजीले समाज सुधारको पाटो मात्र नभएर आध्यात्मिक ज्ञानको वास्तविक सार आम जगत सामु पुर्याइदिनु भयो, जसले उहाँको ज्ञानको आधारमा, उहाँले दिनुभएको ज्ञान र समाधानका आधारमा उहाँलाई भगवानको दर्जा दिएको कुरो अनुयायीहरूको जवाफबाट हामीले पनि प्राप्त गरेका छौँ। सन्त रामपालजी महाराजजी वर्तमान समयमा एकमात्र त्यस्तो सन्त हुनुहुन्छ जो आफू जेलमा हुँदाहुँदै पनि लाखौँको अनुयायीहरू मार्फत विभिन्न समाज सुधारका अभियान र अनुयायीहरूलाई विभिन्न आध्यात्मिक लाभ दिँदै हुनुहुन्छ। एउटा स्वच्छ आध्यात्मिक समाजको निर्माण हुँदैछ। नशा त्याग्दैछन् व्यक्तिहरू, विकार भ्रष्टाचार त्याग्दैछन् व्यक्तिहरू, मायाको दौड समाप्त हुँदैछ र एक परमात्माको भक्ति शास्त्र अनुकूल हुँदैछ। त्यस्ता महान सन्तलाई भगवानको दर्जा दिनु गलत भयो भन्ने किसिमका प्रश्नको जवाफहरू पनि हामीले अनुयायीहरूबाट प्राप्त गरेका छौँ। र यी सम्पूर्ण कुराहरूलाई एक किसिमले मूल्याङ्कन गरेर हेर्दाखेरि हाम्रो मनमा एक किसिमको कुरा आयो कि वास्तवमै हामीले सन्त रामपालजी महाराजजीको ज्ञान र उहाँले गरिरहनु भएको कार्यलाई अझ गहिराइमा गएर अध्ययन गर्न पछि त परिरहेका छैनौँ र कतै हामी पनि यो सत्य हो भने यो सत्यबाट कतै वञ्चित हुँदै छैनौँ भन्ने एक किसिमको आशंका मनमा आएको छ। र यसले उहाँको ज्ञान र समाधान र उहाँले दिनुभएको समाज सुधारका कार्यहरू र यस पछाडिका कारणहरू अझ गहिराइमा गएर बुझ्ने एउटा नयाँ अध्याय खोलेको छ। आशा गर्दछु हजुरहरू समक्ष पनि यही किसिमको कौतूहलता थियो र आज यो प्रस्तुति मार्फत केही हदसम्म समाधान भएको छ भन्ने आशा गर्दछु। हजुरहरू सम्पूर्णमा पनि मेरो विनम्र अनुरोध छ, तपाईँ हामी सबैले कुनै हल्लाको पछि लाग्नुभन्दा पनि वास्तविकता के हो भनेर प्रत्यक्ष गएर अनुसन्धान गर्न जरुरी छ, जुन हामीले गर्ने प्रयास गरेका छौँ। यसै प्रयास मार्फत अनुयायीहरूबाट प्रत्यक्ष प्रश्न गरी सन्त रामपालजी महाराजजीलाई भगवान सम्बोधन गर्नु र भगवानको दर्जा दिनु पछाडिका महत्त्वपूर्ण कारणहरू तपाईँहरू सामु राख्ने प्रयास गरौँ। आशा छ हजुरहरूलाई यो कार्यक्रम मन पर्यो। यस्तै प्रस्तुतिका लागि हेर्दै गर्नुहोला सर्च अफ ट्रुथ र आजको यस प्रस्तुतिबाट बिदा हुन चाहन्छौँ। नमस्कार।